आज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माको टिम यति बेला कोरियामा काम गर्ने सिलसिलामा मृत्यु भएका दोहोरी गायक केयर सिंह छन्त्याललाई अन्तिम श्रद्धाञ्जली दिन आइपुग्नु भएको छ। दाइ नमस्कार, स्वागत छ। नमस्ते भाइ, धन्यवाद। आज तपाईको नेतृत्वमा प्रतिष्ठानले राष्ट्रिय झण्डा प्रतिष्ठानको झण्डा उडाएर केयर सिंहलाई अन्तिम बिदाई गरेको छ। स्मरणलाई कसरी सम्झनुहुन्छ? आज अत्यन्त दुःखद क्षणमा छौँ हामी। नेपाली लोक सङ्गीतलाई अत्यन्त माया गर्नुहुने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल कोरिया शाखाका सदस्य आदरणीय केयर सिंह छन्त्याल, जो कामको सिलसिलामा कोरियामा हुनुहुन्थ्यो र कामको सिलसिलामा उहाँको देवसान भयो। लोक सङ्गीत अत्यन्त माया गर्नुहुने सँगै प्रतिष्ठानसँग जोडिएर हामी धेरैचोटि म कोरिया जाँदा पनि उहाँसँग आत्मीय भएर नजिक भएर एउटा गफ गर्ने बस्ने एउटा त्यो अवसर दिइरहेको थियो। अत्यन्त सहनशील, अत्यन्त अनुशासित, अत्यन्त मर्यादित व्यक्तित्वको हिसाबले पनि उहाँ अत्यन्त अनुशासित हुनुहुन्थ्यो र लोकसङ्गीतलाई पनि साह्रै माया गर्नु। उहाँलाई खास अझ विदेशमा गएर एउटा वैदेशिक रोजगारमा गएर उहाँलाई काम गर्नभन्दा पनि नेपालभित्रै बसेर लोकसङ्गीतमा केही गर्ने उहाँको एउटा चाहना थियो। तर समयले, परिस्थितिले उहाँलाई कोरिया पुर्यायो र उहाँको यो दुःखद निधन भयो। यसले हाम्रो लोकसङ्गीतलाई पनि एउटा ठुलो एउटा अपूरणीय क्षति भएको छ र अत्यन्त राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल केन्द्र समिति र सबै हामी जति हाम्रो समितिका शाखाहरू छन्, हामी अत्यन्त दुःखी छौँ र केयर सिंह छन्त्यालज्यूप्रति हामी हार्दिक भावपूर्ण श्रद्धाञ्जली दिन चाहन्छौँ।